नमस्ते अस्मिताको ब्लगमा सबैजनालाई स्वागत छ होइन सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि आज चाहिँ हामी जाँदैछौँ बोट पार्टी हो। फर्स्ट टाइम बोट पार्टीको कस्तो हुँदैछ भनेर एक्सपिरियन्स दिने हो सबैजनाको फर्स्ट टाइम। तपाईँहरू हेर्नु होला हाम्रो बोट पार्टीको आज के गर्छौँ भनेर कस्तोसम्म रमाइलो गर्छौँ समुद्र वरिपरि वरिपरि घुमाउने होला सायद। तर फर्स्ट टाइम हो हाम्रो एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम हुनेछ होइन सङ्गीता? खासमा तिमीले अहिले यत्रो मतलब 3-4 सालसम्म चाहिँ किन एकचोटि पनि गरेन? मैले चाहिँ जानु भनेको चाहिँ पहिले 1 साल जाने उयो गरेको थिएँ, तर त्यो साल चाहिँ हाम्रो भएन। अनि यो पालि पनि म त नजाने भनेको थिएँ। त्यहाँ उनी तयारी जानुपर्छ म एक्लै हुन्छु भनेर जबरजस्ती लिएर गएको हो क्या। कति मोलस पार्क घुम्नु त कहिले कहिले नयाँ प्लान एक्सपिरियन्स गर्नु पऱ्यो नि त होइन? विदेश आए जस्तो फिल होस् न। अब म सोच्दा त बोट पार्टी भन्ने जान्छ नि त एकैछिन मतलब एक्सपिरियन्स नगर्ने त कस्तो हुन्छ भनेर त्यही भएर हेर्दै गर्नु होला। गाइस हामी चाहिँ बोट भर्खनेर आइपुगिसक्यौँ होइन। बोटको छेउछेउमा यही रहेछ हाम्रो बोट चाहिँ देख्नु ठुलो रहेछ नि, ठुलो त घर जस्तै रहेछ, पुरै ठुलो रहेछ। आइपुगिसक्यौँ भाइ होइन मान्छे प्रायः भेला भर्खर हिँड्छ। सङ्गीता भर्खर भेला हुँदैछ रहेछ, भर्खर मात्रै गेट इन हुँदैछ, भर्खर गेट इन हुँदैछ। हाम्रो चाहिँ बोट यही हो है, यही हो 10चोटि देखाइदिउँ न, यही हो बोट। फर्स्टचोटि एक्सपिरियन्स लिन हालेको त त्यही भएर हामी चाहिँ गर्दैछौँ। सो गाइस होइन अब चाहिँ हाम्रो फाइनली बोट पनि छिनाटो 12 बजी छ होला, 11 बजी भनेको थियो। तर नेपाली टिकट देखाउँदैछ यहाँ म हिसाबले टिकट देखाउँदैछु होइन भाइ। हाम्रो यहाँ बोट चाहिँ अब स्टार्टै भएको छैन होइन। कति बेला चाहिँ यो चाहिँ पुरानोहरू होला नि सङ्गीता? यो बोटहरू चाहिँ पुरानोहरू जस्तो छ सायद, तीहरू हेर्न सक्नुहुन्छ। यहाँ अब हामी 1-2वटा फोटो खिच्नुपर्ने हुन्छ गुड पोजमा। एक बजारहरूलाई स्टार्ट भइसकेको छ फाइनली होइन। छोडेर जा पुरै गाडी कुदेर सङ्गीता कति घन्टा पर्ख्यौँ? 3 घन्टा। भोक लागेर त्यस्तै भइरहेको लाग्यो है अब चाहिँ लाग्यो। तर यहाँ कस्तो क्यामेरा त त्यति मुभ भएकै नदेखेको। खाँदै हो भित्र चाहिँ गाना बजेर असम्भव छ। भित्र बसेर भिडियो बनाउन चाहिँ असम्भवै छ। भित्र गाना बजेको हामी चाहिँ अब त्यहाँबाट होइन सङ्गीता नि यहाँबाट आएको अब फेरि यतै रिटर्न हुँदैछौँ। अब फर्किने 4 बजी पुऱ्याउनेहरू चाहिँ लगभग पुगिन्छ नै होला। फर्किने कार्यक्रम चल्दैछ। आज बोटको एक्सपिरियन्स कस्तो भयो? एकदम रमाइलो भयो। के भयो जस्तो जे छ त्यही भन्ने कि खाजा चाहिँ बोटको पहिलोचोटि भएर होला दुबैजनालाई रिङबाट चलेर बियोस हुन हालेको छु। बियोस हुन मात्रै बाँकी छ। भित्र गएर नाच्छ बियोस हुन मात्रै बाँकी छ होइन। तर माधुरी अलिकति माधुरी सुन्दैछ त हल्ला न। हाम्रो चाहिँ यहाँ बोट पार्टी सक्यो होइन। निस्किने कार्यक्रम हुँदैछ सबैको। 2जनाको हालत चाहिँ बेहाल भएको छ। फिनिस कन्डिसन फिनिस भइसक्यो हाम्रो। सङ्गीता दिदी मलाई बोकेर लैजाउँ न। कस्तो रमाइलो हुने रहेछ हालत देखेर त हाम्रो एउटा कस्तो रमाइलो हुन्छ। गाडी चाहिँ हामी चाहिँ त बोटदेखि धरेर यस्तो वाला मोड भयो कि सङ्गीता र मेरो यहाँ यस्तो वाला मोड भयो। हामी आइसक्रिममा आइरहेको छौँ होइन। आइसक्रिम खाएर अलिक चिसो खाएर अलिकति फ्रेस हुन्छ कि गाडीले पुरै गाडीले माथि यस्तो हुँदो रहेछ। ल म तिमीलाई क्वेसन सोध्छु। ट्रुथ आर डेयर? ट्रुथ।
ट्रुथ चाहिँ के भने तिमी तिम्रो सिस्टरलाई कतिको मिस गरिरहेछौ छैन गरेको किन किनभने